वेलकम टु चन्द्रे भ्लग केटा हौ स्याप ड्यू यस्तरी घुमाउनु पर्छ क्या यस्तरी यहाँ लाएर यस्तरी घुमाएपछि त बाबा वान अफ द बेस्ट भ्यू केटा हो यो चाहिँ आहा सानो तरकारी पाक्दैछ केवडा मासु रे त्यहाँ कुकम दाल छ बुझ्दै घाँस खान सुरु भइसकेको छ त्यहाँ चटलाहरू ल वेलकम टु चन्द्रे भ्लग कडा हो घरबाट स्टार्टै कडा हो यस्तो लाएर जाउँ नामसाम बोकेर घाँस काट्नलाई सर पारामा होइन यो हाम्रो किचन थियो हल्का भत्का छ फेरि बनाउँछ कडा हो वाक वान आम ब्याक बेबी या म्यान घाम त बाबा लाग्ने अहिले यहाँ के अरे कुट्यो अब फेरि रोटी बन्छ कडा हो यहाँबाट सरलाई यो कुटेपछि पिठो कुट्यो क्या चामल यहाँ पनि छ भयो भयो यहाँ नि झन् यस्तो घुमाउनु यो त गाडी चला जस्तै हुन्छ यस्तरी घुमाउनुपर्छ होइन यस्तरी घुमाउनुपर्छ क्या यस्तरी यहाँ लाएर यस्तरी घुमाएपछि त बाबा बाबा हुन्छ कुखुरामा छ भने सुत्यो ओइ उठेछ उठे सुत्दै रहेछ कान्छी तिमीलाई म के गरिदिनु छुन्छु मात्र ल आमा नि खोइ फुल पनि अन्डा नि छ है फुल होइन यो अन्डा ला है लु तिम्रो अन्डा तिमीलाई दिएँ मैले मलाई नठुङ होइन यस्तो यी दिदी दिँदैन धोल दिला नि भने ल टप चलाएर भइसक्यो योले यस्तरी पिने हो क्या सुमाइ गरेर ड्याङ खोइ यो चाहिँ भुल धिल त खै त्यसलाई दिए कहाँ जल्नु नजल्नु पर्ने थियो ए झिल्दै जल्दा मिल्दैन महिना वारेन्टी हाल्छु त ल दादा र मैले चाहिँ यहाँ बाँस बोक्दैछु होइन हाम्रो मेन दादा उता छौँ सबैभन्दा फेमस गाउँको मेहनती नम्बर 1 विदेश नगइकन पैसा कमाएर पैसा हाम्रो कमाउँदै छड्के सलाम छ सबैले सलाम गर्ने होला त्यही हो अघि बिहान केटा हो कुटेको रोटी बन्छ यहाँ फाइनली बुझा रोटी आमाले पकाउँदैछ रोटी होइन हानिदिनु पर्यो चार होला एउटा चाहिँ बजाइदिनु जस्तो लाग्यो है रोटी पनि मिठो छ नि फेरि हाम्रो आमा हाम्रो बहिनी हाम्रो भाउजू उता छ बाबु माथि छ रोटी पकाइसक्यो के छ हजुर 2 बज्यो के पऱ्यो आएर सोच अन्डा हाम्रो भाउजू काम ल खेल कुद्दै भाइ ल खा
ला तँलाई मिठो छ सानी रोटी एक जिब्बा हान्छ यो त्यही हो डिउ डिउ ओहो डिउ लिएर आउनु पर्ने भाग्दै जानु पर्यो डिउ लिएर आउँछु होइन म यस्तो स्पिड यस्तो स्पिड डिउ गर्नु धासे मरम झर्कला मी पुरन्टी मी यहाँ कान चिप्सा त्यो हरि गरे त के हो हाम्रो आमा त के हो चौचो त चौचो खा के खाएको थुक्पा खाँदैछ र खाँदैछ खुवाइ त मरद छ ल गिलास पो चाहियो अब डिउ चाङ्गो एउटा स्यालो त गिलास आइदिउँ डिउ लौ रोटी त बाल भएको छ होइन ल रोटी पोल्ने मान्छे त त्यहाँ खन्चोहरू छ त्यता खाने मान्छे ए खन्चो ए म पो हो त है खाला आगो मन्दिर आगो खान तोर नि भ्याम ल के हो मुला हो एउटा मुला चाहिँ हान्यो कि जस्तो लाग्यो ठोक्नु पिर रहेछ पिरेछ हो अब चाहिँ हामी गयौँ ल काँडा हो दादा बोकेर चल्दिस काँडा हो अरू चल्दै गाह्रो छ धारो यही छ हामीले बाँकी मोटो सानो सानो भिडियो खिच्दा जान्छ होइन सानो क्या को यो मान्छे के भयो के त खै आएर थुमो मारे चाहिँ आएर थुम्रो तेल फोकस नभए मेब्रा क्या मेब्रा पानी लै पानी एउटा के भाइ माया गर
यो डेन्जर बोल्ने यार आएको त आफ्नो ठाउँ जाउँ हो यो चाहिँ Valeu, good guys. Mantap पर्दैछ सेल्दो ताबो खैरम खात वेल्दो दिलो आराली इंसो ढोलो सामाया सुना थम्जे साल्दों लाई कुदारा थम्जे दा ngageda dendo thamje rangre ngoso da nime khapda lundu bo chembo raigyo one of the best we got सब पलारा खतरा छ नि त भेट्दैन बादैन वेलकम टु चन्द्रे भ्लग कडा हो सब पलारा यस्तो यस्तो बोले जाने पहिला सेपरेसन तिमी कडा बुझ्दै घाँस हाल्न सुरु भइसकेछ त्यहाँ चट्लाहरू खोइ झुम्नु पनि हुँदैन यार घाँसबाट हान्छ मेरो बाबुले होइन दादा यसो ठहरे बस्यो भन्ला नि ठहरे भयो यहाँ जहाँ मेरो कडै फलेछ नि कडा कागज चाहिँ त अमिटी चाहिँ अमिटी हुन्छ मागेर काम छैन त्यहाँ पनि 2-3 बोट क्या तर राम्रो छ त फेरि अलिअलि होइन नि त धेरै छ नि त केटा हो ओ पुच्ची आइज पुच्ची आइज साइज यहाँ आइज आइज छिटो पुच्चे आइज आउँदैन आइज भन्ने बेला आएको हुनु आइज भन्ने घाम पनि बाउले हानेर चाहिँ केटा सनसेट त बाउले हानेर चाहिँ यस्तो रिफ्लेक्स दिन्छ कि यस्तो स्वाइट आउँछ क्या स्वाइट लगाएर पारामा होइन घाँस त अहिले घाँस टक्क जम्मा गरेर दादा जानुपर्छ घाँस लिएर अनि ट्याक्क घर गएर यसो नास्ता हाल्नुपर्छ फुचे आइज ओ फुचे फुचे आएन त्यो गयो ल वेलकम टु चन्द्रे भ्लग कडा हो घरबाट स्टार्टै कडा हो यस्तो लाएर जाउँ नामसाम बोकेर घाँस काट्नलाई सर पारामा होइन यो हाम्रो किचन थियो हल्का भत्का छ फेरि बनाउँछ कडा हो I'm back baby yeah man घाम त बाबा लाग्छ कडा घाँसको बोट नाङ्गो ट्याङ भइसक्यो अब घाँस कलेक्सन पनि अलिअलि भइसक्यो हाल्ने जाने मात्र काम हो
पर्छ बाख्रालाई कुद्दै हान्नुपर्छ जल्दी पारामा ओए कुदौँ 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 हेलो बोस ओए कुखुरा कुखुरा यहाँ कुखुरा कुखुरा मान्छिँदैन भाइ मान्छिँदैन मान्छिँदैन हु किचन यताबाट हैट कुखुरा भालेन छ नि कुखुरा त कति कति ठन्डै छ यार होइन कुखुराहरू पनि कुदो कुदो यतिको कुद्यो भने त केटा लाउरेमा अलरेडी भर्ती हो क्या यस्तरी यस्तरी कुद्नु पऱ्यो लाउरेमा अलरेडी भर्ती बाह्र जम्मा दुईवटा छैन धेरै अहिले थोरै दिन्छु अब त खा काले लग्दिन कि काले काले लगिदिएपछि काले मेरो भाइ आयो आयो ल खाइदे खाना तर केही गरेको छैन मैले ल खा खाली खा 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 हैट खानै खा हा मलाई बोक्छ है आमा बोक्छ खाले खा लु खा बोक्ला मलाई ल ल अरे म चढ्छु ल त माथि है काले भन्दा चढ्न दिन्छ नि कालेले खा काले यस सर पारामा काले 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 भाइ भाइ खडाउ यहाँ चाहिँ सर्ट भइसक्यो खडाउ बुझ्दै घाँस हाल्न सुरु भइसकेको छ त्यहाँ चट्लाहरू खोइ झुम्नु पनि हुँदैन यार घाँस सडा हान्छ मेरो बाबुले होइन दादा यस्तो ठहरे बस्यो भन्नु नि ठहरे बस्यो यहाँ जहाँ मेरो कडाइ फलेको छ नि कडा कागज जस्तो त अमिलो चाहिँ अमिलो हुन्छ मागेर काम छ नि त्यहाँ पनि दुई तिनवटा बोट क्या तर राम्रै छ त फेरि अलिअलि होइन नि त धेरै छ नि त केटा हो ओ पुच्चे आइज पुच्चे आइज सुहाइज यहाँ आइज आइज छिटो पुच्चे आइज आउँदैन आइज भन्ने बेला आएको हुनु आइज भन्ने घाम पनि बाउले हानिरहेको छ केटा सनसेट सनसेट त बाउले हानिरहेको छ नि यस्तो रिफ्लेक्स दिन्छ कि यस्तो स्वाइट आउँछ क्या स्वाइट लगाएर लगाएर पारामा होइन घाँस त अहिले घाँस टक्क जम्मा गरेर दादा जानुपर्छ घाँस लिएर अनि ट्याक्क घर गएर यसो नास्ता हाल्नुपर्छ फुच्चे आइज ओ फुच्चे फुच्चे आयो नि त्यो गयो